117-18 वर्षको पैसा पुरा माल टुन 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 टुन। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम बढिया छु। त्यो आज चाहिँ हामी यता हेर्न सक्नुहुन्छ यस्तो होइन, यो सल्यानको यता पहिला यहाँ बाजेहरू बस्थे, आजकल चाहिँ कता उता बर्दियातिर बस्छन्। त्यही भएर सामान आएर मिलाउँदै थियौँ। ट्याक्क मैले एउटा चिज के देखेँ भन्दाखेरि यता हेर्नु न, पहिला यो भित्र यस्तो पुरानो मालहरू छन् नि, कुरै छोड्दैन गाइस। यता हेर्नु न, यता बाप रे, यो कति सालको पैसा होला आफै गर्नुहोस्, आफै सोच्नुहोस्। राजाको टाउको, बाप रे, यो टोटल कति सालको पैसा हो भन्दाखेरि रोक्नुहोस् है, रोक्नुहोस्, म तपाईँहरूलाई सबै मिलाएर देखाउँछु। यो 2 रुपियाँ, यो 2 रुपियाँ, यो पनि 2 रुपियाँ, 4, यो पनि 2 रुपियाँ, यो पनि 2 रुपियाँ, 8, यो पनि 2 रुपियाँ, 10, यो रुपियाँ, यो पनि 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 रुपियाँ, अनि 5 रुपियाँ, 117 यो 2 रुपियाँ, यो रुपियाँ। नेपालको राजाको पैसा हेर्नुहोस्, यो चाहिँ 5 रुपियाँ। टोटल एमा छ होला त्यस्तै 25-30, त्यस्तै 25-30 भन्दा नि अझ बढी होला सायद। यति पुरानो 117-18 वर्ष पुरानो पैसाहरू भन्दाखेरि हेर्नुहोस् त, बाप रे, 117-18 वर्ष। यसलाई आजभोलिको जमानामा, पुरानो पैसालाई आजभोलिको जमानामा कन्भर्ट गर्दा कति जति होला त कमेन्ट गर्नुहोस् है त सबैजना। म चाहिँ अहिले फाइनली ब्याक क्यामेराबाट आइसकेको छु होइन। तर हिजो चाहिँ उता नेटाबाट बनाएको, नेटा पनि छ हाम्रो घर, तर यहाँ पनि छ। तर त्यही हो कि हामी यता 2 ठाउँमै बस्दा, उता नेपालतिर बस्न चाहिँ, तर यतातिर धेरै खासै बस्दैनौँ, कहिलेकाहीँ आउँछौँ। तर हेर्न सक्नुहुन्छ उताबाट पनि यस्तो भयङ्कर भ्यू देखिन्छ नि, त्यहाँ पुरा दामी सिन देखिन्छ। यताको चाहिँ खासै छैन, त्यही पनि हेर्नुहोस् है त। टुन 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 टुन। ऊ त्यहाँ चाहिँ टावर छ है गाइज, ऊ त्यहाँ फोकस गरेर छ नि, त्यहाँ टावर छ। अनि यता यस्तो छ, त्यहाँ चाहिँ हाम्रो घर छ, त्यहाँ माथि पनि छ। त्यो 3-4 घर छन्, तर बस्ने चाहिँ कहीँ बस्दैन त्यही हो। तर हेर्न सक्नुहुन्छ पुरा यस्तो छ गाइज है, पुरा काममा लागिरहेछौँ हामी गाइज। त्यही हो, अब 117-18 वर्षको पैसा देख्नुभयो होला सायद। कोही भाग्यवानले मात्र होला यो भिडियो हेर्ने, न त भ्युज त आउँदैन। त्यही पनि योभन्दा उता पहिले सानोमा चाहिँ देखाएको थिएँ मैले, तर आजभोलि देख्दा चाहिँ हल्का ऊ लाग्यो कि। कति गरे बु 117-18 वर्ष? ए अझ बढी भएको होला होइन कि छैन? भएको होला सायद, अझ त्यति ऊ पनि छैन। तर त्यस्तै होला, 117-18 वर्ष त्यस्तै हो। तर यस्तो भयङ्कर पैसा पुरानो 117-18 वर्ष भने थोरै नि, त्यो कम हो त होइन गाइज। रोक्नुहोस् है त, म हजुरलाई ऊ गराउँछु, देखाउँछु। मैले चाहिँ यता मिलाइसकेको छु पैसा, तर हेर्न सक्नुहुन्छ पुरा यहाँ 2 के यसरी मिलाएको छु मैले चाहिँ। 117-18 वर्षको पैसा फाइनली आज देख्नु पाउनुभयो। खुसी हुनुहोस्, रमाउनुहोस्। अब हजुरहरूले देखिसक्नुभयो होला 117-18 वर्षको पैसा। 117-18 पैसा हेर्न सक्नुहुन्छ, पुरा माल भने यो पो हो त गाइस। यो माल ठिक छ ल गाइज होइन। अब त्यही हो, अब यति वर्षको पुरानो देखाउनलाई चाहिँ मैले भिडियो बनाएको हो। अब कतिमा कन्भर्ट हुन्छ यो चाहिँ भन्नु होला, सबले कमेन्टमा राखिदिनु होला।
त्यही हो अब हल्का सबले सेयर हान्नु पऱ्यो लाइक सब्सक्राइब हान्नु पऱ्यो गाइज यार यो के हो भ्युज नै बढिरहेको छैन के हो यस्तो पारा त्यही हो अब मैले आजलाई चाहिँ यो हेर्नुहोस् गाइज आज यसमा पनि राखेको रहेछ पैसा आज 1000 रुपियाँ 1000 रुपियाँ यसमा राखेको के भन्ने गाइज यस्तो त अब माहौल तातिरहेको छ अहिले त यता हेर्न सक्नुहुन्छ पुरा बराल काम चलिरहेको छ गाइज हेर्न सक्नुहुन्छ हामी यति धेरै छौँ है टिनको घर हो त्यही हो भित्र यस्तो छ बाहिर यस्तो छ माहौल हेर्न सक्नुहुन्छ पुरा जङ्गलै जङ्गल छ अब हेर्न सक्नुहुन्छ पुरा जङ्गलै जङ्गल छ त्यही हो अब गाइज अब आजलाई भ्लग यति नै हुन्छ अब अर्को दिन कुनै दिन उता माथि नेटाको होम टुर पनि हानेर भिडियो बनाउँछु म त्यो चाहिँ हेर्नु होला कुनै दिन होइन अब 2-3 दिन पछि आइहाल्छ त्यही हेर्नु होला अब हेरिसक्नुभयो नोटहरू मालहरू हेरिसक्नुभयो त्यसलाई नेपालीमा कन्भर्ट गर्दा कति हुन्छ आजभोलिको जमानामा कमेन्ट गरिदिनुहोस् त्यही हो अब आजलाई भ्लग यति नै हुन्छ टाटा बाई बाई सी यू